हेलो हेलो नमस्कार सबैजनालाई सबैजना सञ्चार हुनुहुन्छ होला होइन म चाहिँ शेखर नेपाली है। म चाहिँ आज एउटा न्यू भ्लग्स आजबाट भ्लगिङ गर्छु प्र्याक्टिस गर्दैछु। भ्लगिङ के गर्ने कसरी गर्ने होइन कस्तो कस्तो बोल्ने म चाहिँ त्यस्तो केही नलेज छैन हजुर होइन। अब हेर्दै जाऊँ गर्दै जाऊँ अब भ्लगिङ होइन कति त इम्प्रुभ हुन्छ इम्प्रुभ नहुन्छ त गर्नै पर्यो। अब साथीहरूले भन्छ अब बोल्दै गर्दै बनाउने हुनु भन्छ भ्लग होइन। तर मलाई त्यस्तो अवधि चाहिँ त्यस्तो केही के बोल्ने कस्तो बोल्ने केही थाहा छैन। फेरि म चाहिँ होइन खरिन जानु गएको खरिनमा त्यही बारिस्टर सम्बन्धीको ट्रेनिङ लिन जाँदैछु हजुर होइन। लगभग 15-20 दिन जति भयो। अब बारिस्टर सिकेपछि यसो अब होइन आफ्नै त्यो फेरि म त फेरि यस्तो बत्ती इलेक्ट्रिसियनहरू काम पनि गर्छु कि म। अन्त अनि यसो अब काम सिक्दा त केही त्यस्तो केही होइन सानो ठुलो होइन सानो भएन नि त आफ्नो स्किलहरू आफूले काम लाग्ने हो। अहिले चाहिँ यहाँ मकैबारीबाट आउँदैछु हजुर मकैबारीबाट आउँदैछु। गर्मी पनि उत्पात छ गर्मी उत्पात छ हिँड्न सकिँदैन। अब म त अलिक 7वटा राई हिँड्दैछु गर्मी भएर के गर्नु त अब। गर्मी पनि उत्पातै छ बल्ल अब पुल आयो। फेरि अब रोडको बाटो हिँड्नु पनि लास्टै लामो लाग्छ क्या। रोडको बाटो हिँड्नु पनि लगभग आधी घन्टाकै फरक छ। तर रोडको बाटो खासै हिँड्नु मन लाग्दैन क्या। त्यो गरी खेतकै बाटो अब पापा हिँड्दै बाटो गएपछि त अब ठिकै लगभग 15 मिनट नै पुगिन्छ क्या। एकदम सर्टकट बाटो हो अनि रोडको बाटो चाहिँ लामो समय लाग्छ। ठ्याक्कै पुल मिलाएको थियो। रोडबाट आइयो गर्मी पनि खास छ हौ गर्मी। कति चित्त लाग्यो खोलाको हावा भने खोलाकै हावा हुन्छ कि। I like yours folder. रुम आइपुग्यो। खोला बल्लै बल्ल गर्मी म चाहिँ अहिले पुल क्रस भइसक्यो त गाइस होइन। पुल क्रस भइसक्यो अब हिँड्दै गएर हिँडिरहेको छु। बिहान फेरि उता बिहान पनि 8 साढे 8 9 बजीसम्म त्यहाँ पछाडि काम गरेँ कि त्यो भएर आज अलिकति आज लास्ट थियो। आज सिद्धिन लगाइसक्यो त त्यो सिद्धेर अनि आएको क्या। अब ढिलो चाँडो त काम गइहाल्छ नि अब त्यो त। मेरो एउटा साथी पनि छ 2जना भएर गरेको
एउटा साथी फेरि एम्बुलेन्स पनि चलाउँछ, ऊ फेरि एम्बुलेन्सबाट यतातिर अब होइन भनौँ न कन्ट्याक्ट आउने बित्तिकै त गइहाल्नुपर्छ, हिँडिहाल्नुपर्छ। अब त्यो गएपछि एक्लै गर्ने कुरा त आएन। अनि त्यही भएर अनि दुईजनासँगै जता गयो सँगै हिँड्छौँ। खेतै धानै धाने अब भ्लगिङ अब कसरी के हो त्यो मलाई के थाहा छैन हजुर होइन। अब जस्ट आफूले अब जस्ट प्र्याक्टिस भनिन्छ नि, कोसिस गऱ्यो भने एक दिन सफल भइन्छ भन्छ नि, जे काम गरे पनि हार मान्नु भन्छ नि। अब हेरौँ कोसिस गर्दै गरौँ कतिकोसँग इम्प्रुभ गर्न सकिन्छ होइन, त्यो त मलाई थाहा छैन। गर्दै जान्छु, हेरौँ कतिसम्म इम्प्रुभ हुन्छ। गर्मी छ लास्टै। ल साथी है अब आजलाई अब यति नै होइन। म तपाईँले नै आफ्नो कामहरू देखाउँछु नदेखाउनु त होइन, तर आजलाई यति नै है। थ्याङ्क यू।